होली गएको ओ माई गॉड मेरो कपाल फुस्क्यो ह्यापी होली गाइज सभ्य भव्यसँगले होली खेलौँ एकदम के पो सुरक्षित भएर होली खेलौँ संस्कृतिको जगेर्ना त्यही मनाउने हो त्यही रमाइलो गर्ने हो अर्काको हाम्रो होइन यसको हो उसको हो भन्ने होइन है त्यही भएर हामी ह्यापी होली खेल्न एकैचोटि होली खेल्न गएको ह्यापी होली सी यु गाइज अनि हाम्रो बाटो बनिँदैछ सेल्फी रोड मोरङमा यहाँलाई हार्दिक स्वागत छ। आज 2081 सालको होली पर्व रमाइलोसँग मनाउन हामी पुगेका छौँ। ह्याप्पी होली हाम्रो सेल्फी रोड लु अब तुम्हाला लगाइदिनु हजुरले ह्यापी होली भन्नु छोरी ह्यापी होली भने खोइ ह्यापी होली भन्नु अलिक साह्रो ह्यापी होली ए खोइ नाकमा लगाइदिनु गयो यता हेर्नु ल यहाँ टु गर्नु साली र भेनाको होली खोइ म ह्यापी होली भेना अघि त भन्ने न सबै लाउँदा मात्रै भन्नु एकछिन है त एकछिन पक्कै यसको फेरि मुडै खराब भइसक्यो क्या मुडै खराब हामी त फर्स्ट टाइम खेलेको जिन्दगीमा फर्स्ट टाइम हो त लागेको होला लु लुना पनि आउनु लु 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 तीनजना फ्यामिली लु फ्यामिली हो हेलो कस्तो लागिरहेछ मलाई जुम्म के खानुभयो लड्डु भाङका लड्डु हामी कहाँ आएको छौँ अहिले दिस इज कल्ड बासे चौरी बासे चौरीमा आएर विकास 1 घन्टा त नभनौँ आधी घन्टा चाहिँ सुत्नुभयो 25 मिनट चाहिँ मजाले सुत्नुभयो आधी घन्टा पनि पुरै छैन मैले उठाइदिइहालेँ
अब हामी यहाँनिर सल्लाह गर्दैछौँ कहाँ जाने भनेर। आज त हामीले यहाँको मासु ट्राई गर्न नपाउने नै भयौँ किनभने एकदम धेरै भिड म अहिले हजुरहरूलाई देखाउँछु नि। हामी खास होली खेल्न पथरी आउने भनेर आएको। पथरीमा पनि होलीको कार्यक्रम थियो तर हामी 2 जना मात्र भएको कारणले गर्दा हामीलाई रमाइलो हुन सकेन र हामी बासेचौरी आएको। बासेचौरी पनि एकदम धेरै भिड। द्याट्स वाइ। अनि फेरि अलिकति विकासलाई सन्चो भएन अनि हामी यहाँनिर अघि खास मैले यो चाहिँ मैले भिडियो बनाउनु पर्यो भनेर अघि मैले हामी पथरी आउँदैन होला भनेर इन्ड गरिदिएको तर फेरि म अहिले भरे फेरि इन्डको फेरि गर्नुपर्ने भयो। अनि हामी 2 जना चाहिँ बासेचौरी आएको छौँ। 2 जना मात्र आउँदा चाहिँ अल्छी लाग्दो हुँदो रहेछ। यहाँ चाहिँ अलिक ग्रुपमा आयो भने चाहिँ मजा हुँदो रहेछ। अब हामी कुनै बेला कुनै ग्रुपसँग आउने छौँ अनि त्यति बेला मासु पनि खाने छौँ। अहिलेलाई बिदा लियौँ। अहिले म तपाईँहरूलाई देखाउँछु ल यहाँनिर कति धेरै भिड छ भनेर। ओके गाइस चुनरीमा नाच्दै हेर्नु नि। यति धेरै भिड छ आज बासेचौरी। यस्तो छ गाइज म तपाईँहरूलाई के भनौँ। यहाँनिर धारा रहेछ। त्यहाँ दाईहरूको डान्स हुँदैछ। यस्तो भिड छ देख्नुभयो। त्यही भएर हामीले मासु नखाएको। यहाँनिर आज मासु खायो भने मलाई जहाँसम्म लाग्छ नपाकिकन काँचो खाइरहेको हुन्छ किनभने हतारमा मजाले पाक्दैन नि त। द्याट्स वाइ। यस्तो रहेछ बासेचौरीमा। यस्तो भिड थियो देख्नुभयो भन्दै। अब हामी गएको बासेचौरीबाट। यस्तो भिड थियो नि अझै कराइरहेछन् आउने आइरहेछन् जाने गइरहेछन्। ठाउँ चाहिँ राम्रो लास्टै धुलो बाटो पनि एकदम उयो। यहाँ पनि एक ग्रुप हुन्छ। यस्तो छ बाटो एकदम धुलो भिडियोलाई कतिसम्म हेरिदिनु भएकोमा धन्यवाद। मन पर्यो भने लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्, सेयर एन्ड सब्सक्राइब गरेर नबिर्सिनुहोस्। अहिलेलाई बाई बाई। सी यू इन नेक्स्ट भिडियो।